नमस्कार। आज हामी कोइराको अचार बनाउनेछौँ। कोइराको फुलको अचार बनाउनेछौँ। अलि नजिक आएर देखाउनु यहाँ। यो चाहिँ कोइराको फुल हो। यो चाहिँ कोइराको फुल हो। हामीले यसलाई चाहिँ 10 मिनेट जति तातो पानीमा उमालेर यसलाई सफा पानीले अब धुन लागिरहेको छौँ। यो चाहिँ यसको डाँठ चाहिँ यसरी केलाएर फाल्नुपर्छ। अनि यसमा सानसानो किराहरू पनि हुन्छ। त्यो किराहरू चाहिँ अगाडि नै केलाएर उसिन्ने। अनि यो उसिनेकोलाई चाहिँ म अहिले यसलाई के गर्दैछु, छान्दैछु। जसको लागि हामीले यहाँनिर कोइराला लिएको छौँ। कोइरालाको यो चाहिँ गाभा, त्यस्तै गरेर फुल बनिन्छ र आलु मिसाएर आज हामी चाहिँ कोइरालाको फुलको अचार बनाउन गइरहेको छौँ। यो चाहिँ आलु हो, यो चाहिँ कोइरा हो। भिडियो अन्तिमसम्म हेरेर हामीलाई कस्तो बन्यो साथ दिनु होला। धन्यवाद। अहिले हेलो एभ्रीवान, मैले भिडियो बनाउँ त नबनाउने एकछिन भएको छैन। चाहिँ यहाँ भातलाई देखा न, चामललाई। यता चाहिँ हामी चामल बनाउँदैछौँ। सन्तोलाको सन्तोलाको